सरस्वती बराल। कहाँदेखि आउनुभयो हजुर? म भनी मण्डल। भने मण्डलजी कति भयो आउनुभएको? म त 4-5 दिन भयो म्याम आएको। अस्ति शुक्रबार पनि आइन है। शुक्रबार मेरो बर्थडे नै थियो। बिजी भएर आउन पाइनँ। त्यसै म यहाँ रेगुलर आएको त 4-5 दिन जति भयो होला, रेगुलर भन्दा नि त्यति। पहिला एकचोटि आएर हराउनु भएको थियो, अनि फेरि आउनुभयो? एकचोटि यसो आएको थिएँ, सरसँग भेट भयो। सरले थेरापी गरेर जानु मम्मी भन्ने बित्तिकै थेरापी गरेर गएँ कि। मम्मीले भनिदिनु भयो? होइन, एकदम हामीलाई रेस्पेक्ट गरेर गर्नु भएको हजुरहरूले गरेको एकदम राम्रो। ल धन्यवाद छ धेरै। अनि यो त हजुरहरूको एउटा कला हो, एउटा आफूलाई एउटा नाता, एउटा प्रमाण गर्ने। कतिले घरमा भएको बाबुआमालाई त मान्छेले तर मम गरे हुन्छ, यस्तो रेस्पेक्ट गर्नुहुन्छ कि हजुरहरूको, यो चाहिँ मलाई एकदम राम्रो लाग्छ। अनि हजुरको के छ समस्या? मलाई त खास मेरो यो हात मात्रै हो दुख्ने। हात दुखेको भएर फेरि रिपिट भयो। मलाई हात दुखेको 3-4 वर्षै हो। म स्कुटी त लडेको थिएँ, मेरो लेगामेन्ट च्यातिएको हो। यो दाहिने हातको ठिक भएको थियो। अस्ति जुन योगा मजाले योगा गरेँ, म जाउँदै योगा पनि जान्छु। अनि हात मलाई फेरि रिपिट भयो कि यो दसैँदेखि मलाई फेरि एकदम दुख्यो। मलाई थेरापीले पनि ठिक भएको थियो। अनि त्यही भएर फेरि यहाँ नजिकै भएर आउन सजिलो। अनि यहाँ धोबीघाटमा दिदीले थाहा थिएन मलाई, यति नजिक मेरो घर यहीँ हो, यति नजिक छ भनेर चाहिँ थाहा थिएन कि। थाहा भएको भए म आउँथेँ यहाँ नजिक। म नक्कु गएँ, 1 वर्ष जस्तै गएर गरेँ कि। यति नजिक मलाई नक्कु मात्रै यो नजिक लाग्छ। अनि अहिले फेरि अलिक सन्चो हुन्छ। मिसिनले त मेरो घरमा म्याट छँदैछ। मिसिनले गर्दा धेरै राम्रो हुन्छ, जिउ सबैले राम्रो हुन्छ। त्यसले गर्दा मिसिनले भन्दा अब थेरापी भन्दा मिसिनले त प्रत्येक उसलाई अङ्गलाई राम्रो गर्छ, फाइदा गर्छ भनेर नै अनि फेरि आएँ। भ्याउँदा आउँछु बिहान, अब बिचमा कहिलेकाहीँ भ्याइदिने कहिलेकाहीँ हुन्छ होइन। अनि त्यो नआउँदाखेरि सरी। धन्यवाद। सकेसम्म आउनुपर्छ, गर्नुपर्छ होइन। हाम्रो आगामी आमाबाबुहरू सेन्टरहरूलाई के भन्न चाहनुहुन्छ? रेगुलर आउनुहोस्। थेरापी योगा भनेको हामी सबैले रेगुलर गर्नुपर्छ। जे चिज पनि जस्तो बिहान बेलुका हामी खाना खान्छौँ त्यस्तै थेरापी पनि योगा पनि आफ्नो एक्सर्साइज पनि रेगुलर गर्नुपर्छ। हजुरहरू रेगुलर आउनुहोस्। झन् अलि एजेड भएको बुवा आमाको त घरमा काम हुन्न, आउनुहोस्। तातो जाडोमा मजाले सेकेर जानुहोस्। हजुरहरूले मेडिकल डक्टर कहाँ जानै पर्दैन। यो मलाई एकदम अनुभव भइसकेको कुरा हो। हजुरहरू थेरापी आउनुहोस्। हाम्रो म्याम सर मिसहरू सबैले यस्तो राम्रो सेन्टर खोलिदिनु भएको छ। आएर सित्तीमा आएर मजाले सेवा, हामी आएर यहाँ कति उहाँहरूले यस्तो सेवा दिनुभएको छ कि यो सेवा हाम्रो घरमा छोराछोरीले पनि दिँदैनन्। यो सेवा भनेको बाबुआमालाई यस्तो रेस्पेक्ट गर्नुहुन्छ। घरमा कतिको छोराछोरीलाई रेस्पेक्ट पनि गरेको हुँदैन बाबुआमाले, छोराछोरी त्यस्तो हुन्छ। त्यो चाहिँ यहाँ चाहिँ उहाँहरूले यति रेस्पेक्ट गर्नुहुन्छ कि हामीलाई जन्म दिने, हामीलाई जन्म दिएको छोराछोरी हो जस्तो, यस्तो कोखबाट जन्मे जस्तो लाग्छ कि मलाई चाहिँ। त्यो मैले धेरै लेक्चरहरू सुनेको छु। त्यही भएर हजुरहरू एकदम रेगुलर आउनुहोस्, नछुटाउनुहोस्। सक्नुहुन्छ भने रेगुलर आएर थेरापी गरेर जानुहोस्, एकदम ठिक हुन्छ। हजुरहरूले एकदम विश्वास गर्नुपर्छ, किनभने यसमा हामीले विश्वास गरेन भने कुनै पनि चिजले राम्रो गर्दैन। विश्वास हुनुपर्छ आफूमा। त्यसमाथि म सर मिसलाई यति राम्रो सेन्टर खोलिदिएर बुवा आमालाई यत्रो सेवा दिनुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। अझै धेरै साथीभाइ लिएर आउनुहोस्, धेरै बनाउनुहोस्। आफू पनि आउनुहोस्, साथीभाइलाई पनि एउटा प्रचार प्रसार गरिदिएर धेरै बामा भएर गरेको राम्रो, उहाँहरूलाई राम्रो, हामीलाई पनि राम्रो, आफ्नो हेल्थ राम्रो। त्यही भएर सबैजना राम्रो खुसी भएर आउनुहोस्। अनि हेल्थ एकदम राम्रो बनाएर घर फर्किनु होला है त। म यही भन्छु।